भागवतको रचना त गर्ने हरेक कुराको लागि पृष्ठभूमि चाहिने। अब पृष्ठभूमि कसरी बनाउने, कताबाट पृष्ठभूमि बनाउने भनेर विचार गर्दाखेरिमा भगवानका कथाहरू पराक्रमहरू महाभारत बिना अधुरो नै हुन्छ। त्यसकारण महाभारतको कथालाई नै पृष्ठभूमि बनाएर अगाडि बढाउनु पर्यो भन्ने सोच्नुभयो। वेदव्यासजीले अगाडि रचनाको थालनी गर्दै गर्दै जाँदाखेरिमा महाभारत सम्झिँदा पनि निकै दर्दनाक भयानक युद्ध, इतिहासमा कहिल्यै पनि नभएको युद्ध, अब भयो भने थेक्न नसकिने किसिमको युद्ध महाभारत। 5 भाइ पाण्डवहरू र 100 भाइ कौरवहरू दरबारको र राज्यको आपसी झै झगडा। पाण्डवहरूले धर्मको पक्ष लिएर धर्मको अनुसरण गर्दै धर्मको बाटोमा हिँड्ने, न्यायको बाटोमा हिँड्ने, कौरवहरू अधर्मको बाटोतर्फ लाग्ने, अधर्म र कुकर्महरू बढी गर्ने। भगवानले पनि पटक पटक सम्झाउनु भयो, परिणामको पनि जानकारी अग्रिम गराउनु भयो। तर विधिको विधान हुनुपर्ने कुरा भएरै छोड्छ। कसले देखेको हुन्छ, कसले जानेको हुन्छ र जाने पनि देखे पनि हुनै पर्ने कुराको लागि कसैले सम्झाएर केही हुँदैन, मान्दै मानेनन् कौरवहरू। धेरै किसिमका घटना परिघटना भए पाण्डव र कौरवको जीवनमा। राजा धृतराष्ट्र दृष्टिविहीन हुनुहुन्थ्यो, तर उनको दृष्टिविहीन सबैभन्दा अझ बढी गहिरो जकडिएर पुत्र मोहमा गएर बसेको थियो दुर्योधनको मायामा। यता सानैमा पिता गुमाएका पाण्डवहरू विभिन्न किसिमका अल्झनहरूलाई झेल्दै झेल्दै अगाडि बढ्दै जाँदा राज्यकै लागि, शक्तिकै लागि, सत्ताकै लागि परिवारमा भएको विवाद सानो झिल्कोले ज्वालाको रूप लिएर महाभारत भयो। हस्तिनापुरलाई 2 भागमा विभाजन गरेर खाण्डव वनलाई पाण्डवहरू र हस्तिनापुर कौरवहरूलाई बाँडिसकेपछि एकचोटि यज्ञको निमन्त्रणा स्वीकार गरेर के प्रगति गरे त पाण्डवहरूले, कस्तो छ पुरुषार्थ, चारैतिर चर्चा फैलिएको छ, हामी पनि हेर्न जाम भन्ने हेतुले दुर्योधन लगायतका कौरवहरू कर्णहरू पनि सबै गएको अवस्थामा माया महलको निर्माण गरेका इन्द्रप्रस्थमा कस्तो माया महल थियो भने दृश्यमा भएको चिज वास्तवमा नहुने र वास्तवमा भएको चिजलाई दृश्यमा देख्न नसकिने। महल भ्रमण गर्दै 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 जाँदाखेरिमा दुर्योधन राजा पानी देखेको ठाउँमा कपडा उचालेर हिँड्यो, पानी हुँदैन। बाटो देखेको ठाउँमा बाटो नहुने, ड्याङ्ग ठोकिने, कतै लड्ने, कतै के हुने, कतै के हुने, देखेको चिज नदेखिने, नदेखेको चिज हुने, त्यस्तो मायामल। 1 फेर होइन, 2 फेर होइन, पटक पटक त्यो माया महलमा दुर्योधन अल्झेर कतै लड्ने, कतै ठोकिने, कतै के भइसकेपछि द्रौपदीले देखिरहनु भएको त्यो सबै क्रियाकलापहरू अनि द्रौपदी रानीलाई बेसरी हाँसो उठेछ। हामीलाई पनि अरू लडेको देख्यो भने, अरूलाई केही भएको देख्यो भने हाँसौँ 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 लाग्छ। लौ लड्यो, उठाउन जाम भन्ने त कता कता हाँसो लाएर खपी खान हुँदैन। फेरि एकचोटि लड्यो, 2 चोटि लड्यो त ठिकै छ, यता पनि पल्टङ्ग उता पनि पुल्टुङ्ग भइसकेपछि खप्नै हुँदैन। 1 चोटि 2 चोटि भए पो हाँसो किन नलाग्ने। द्रौपदीलाई पनि हाँसो लाग्यो। अनि द्रौपदीले आफ्ना बाणीहरूलाई संयमित नपारिकन फ्याट्टै भनिदिनु हो, पिता मात्रै अन्ध हो कि भनेको त पुत्र पनि अन्धै रहेछ कि क्या हो, अन्धाको पुत्र त अन्धै हुँदो रहेछ कि क्या हो। यस्तो उज्यालो झलझल परेको, टह टह परेको बेलामा, सारा संसार देखिरहेको बेलामा, पानी नभए ठाउँमा कपडा उचालेर हिँड्ने, बाटो नभए ठाउँ गएर पल्टिने, ढोकाको अगाडि हेर्दै नजाने, ड्याङ्ग लाग्ने भनेर
जब कटाक्ष गरेर द्रौपदी रानी मुस्कुराउनु भएको थियो त्यहीबाट दुर्योधनलाई साह्रै रिस उठ्यो। जुन चुल्ठो लर्काएर आज यो माया महलमा मेरो दुर्गति देखेर खित्का छोडेर हाँसेकी छस्, त्यही चुल्ठोमा समातेर तँलाई विजेत गर्न सकिनँ भने मैले पनि जाने छु भनेर दुर्योधनले त्यही जवाफ दिइहाल्यो। त्यही सानो कुराबाट महाभारतको बीजारोपण भयो। उता माया महलमा त्यत्रो घटना घट्यो, यता राजसभामा पाण्डवहरूलाई छल गरेर जुवा खेलाएर युधिष्ठिर राजाले सबै कुरा दाउमा हारिसकेपछि द्रौपदीलाई पनि दाउमा राख्नुभयो र आफ्नो रानीलाई पनि दाउमा हारिसकेपछि दुर्योधनले आज्ञा दियो, हे दुशासन, त्यो अब रानी रहेन दासी भइसकेकी छ, दासीलाई गएर लिएर आऊ। दासलाई बोलाउन पठाउँदा नआएपछि दुशासन आफै जानुभयो र 3 दिनको महिनावारी बारेर बसिरहेकी सुत्केरी जो कपाल नबाँधिकन कुनामा बसिरहेकी थिइन् चुल्ठोमा समातेर लछार पछार गर्दै लिएर आएर राजसभाको बिचमा साह्रै नराम्रो तरिकाबाट साह्रै कष्ट दिएर साह्रै पीडा दिएर साह्रै क्रोधित भएर द्रौपदी रानीको बेइज्जत गर्न थाले। 5 वटा पतिहरूलाई पुकार गरेको, यी दासहरूसँग के जीवनको भिक्षा माग्छौ रानी, यिनीहरूलाई त हामीले जुवामा हारिसक्यौँ भन्छन्। उता पितामह भीष्मलाई गुहार माग्यो, कोही नबोल्ने, गुरुहरू नबोल्ने, राजा नबोल्ने। त्यसपछि त्यही सभामा कर्णले भन्थे, 5 वटा पतिलाई वरण गरेर 5 वटा पतिको साझा पत्नी भएर बसेकीलाई अब एउटा थप्न के ठुलो कुरो भएर दुर्योधनको काखमा आएर बस भन्दै फ्याट्टे कर्णले। उता कौरवहरूले बदनाम गर्ने, अब यो दासीलाई यतिकै छोड्नु न, बदनाम विजेत गर्नै पर्छ यसको भनेर ल अब चिरहरण गर्न पर्यो भनेर चिरहरण गर्न लागिसकेपछि सारासँग गुहार मागिन् द्रौपदीले, कोही पनि नपाएर अब अन्तमा अन्त स्मृति नारायण भगवानको स्मृति गर्ने हो, भगवान बाहेक अर्को कसैले पनि मलाई बचाउन सक्ने छैन भनेर भगवान श्रीकृष्णलाई ध्यान गर्न लाग्नुभयो। बचाउ लौन हो, बचाउ लौन हो, आइदेऊ कृष्ण छेउमा आज अति भो। बचाउ लौन हो, बचाउ लौन हो, आइदेऊ कृष्ण छेउमा बचाउ लौन हो। बचाउ लौन हो, बचाउ लौन हो, आइदेऊ कृष्ण छेउमा अति भयो यो। सारे विपत पर्यो मलाई, हे कृष्ण सारे आपत पर्यो मलाई, सारे
साह्रै विपद पर्यो मलाई। सारे आपद पर्यो मलाई।
मलाई साह्रै विपद पर्यो मलाई हे कृष्ण साह्रै आपद पर्यो मलाई साह्रै विपद पर्यो मलाई साह्रै विपद पर्यो मलाई साह्रै विपद पर्यो मलाई साह्रै विपद पर्यो मलाई। श्री द्रौपदीले कसैबाट सुरक्षा नपाएर अन्तमा भगवानको पुकार गरेर भगवानको स्मरण गरिसकेपछि भगवान श्रीकृष्णले आएर द्रौपदीको लाज बचाइदिनु भयो। पाण्डव र कौरवको बीचमा बढ्दै गएको दूरी, चिसिँदै गएको सम्बन्ध झन् जुवाको नियमअनुसार हार्नेलाई 12 वर्षको वनवास, 1 वर्षको अज्ञातवास, छलकपट गरेर पाण्डवहरूलाई हराइसकेपछि अब महाभारतको बीजारोपण भइहाल्यो। 12 वर्षसम्म वनमा, 1 वर्ष अज्ञातवास बस्दा पनि शर्त अनुसार पालन गर्नुपर्ने नियम दुर्योधनले पालन नगरिसकेपछि कहिले कसलाई दूत बनाएर सन्देश पठाउने, कहिले कसलाई दूत बनाएर सन्देश पठाउने, अन्तमा भगवान आफै शान्तिको सम्झौता गर्नको लागि शान्तिको प्रस्ताव लिएर जानुभयो। भगवान शान्तिको प्रस्ताव लिएर सुलह गर्नको लागि जानुहुँदाखेरिमा भगवानलाई नै बन्दी बनाउने कोसिस गरे कौरवहरूले। बेलैमा समय छँदैमा दिएको जानकारी, पछि हुने कुराको नतिजाहरू सबै कुराबाट सचेत गराउँदा, जागरुक गराउँदै पनि त्यसलाई नजरअन्दाज गरेर व्यवस्था गरेर जब यो शान्तिको प्रस्तावलाई पनि टुक्राइएको छ भने अब युद्ध त हुन्छ, अवश्य नै हुन्छ। किनभने युद्ध चाहनेवाला पाण्डवहरू पनि छन्, कौरवहरू पनि छन्। तर यो युद्ध दुई परिवारको भन्दा पनि धर्म र अधर्मको बीचमा, न्याय र अन्यायको बीचमा हुनेछ। भगवानले पाण्डवहरूको पक्ष लिनुभयो र कौरवहरूको नराम्रोसँग पराजय भयो, युद्ध भयो। अन्तमा दुर्योधन जो यो युद्धको प्रमुख पात्र थियो, दुर्योधनलाई पनि गदा युद्धको नियम विपरीत भीमसेनले जाङमा गदाले प्रहार गरेर लडाइराखेको, सास जान नसकेको, साह्रै दुःख भएको अवस्थामा गुरुको पुत्र आफ्नो मित्रलाई भेट्न भनेर जानुभयो अस्वस्थतामा। अनि अस्वस्थतामाले आफ्नो मित्रको त्यो गति देखेर, हे मित्र, हजुरले मलाई जीवनमा मित्र सम्झिनु भए पनि नसम्झिनु भए पनि मैले हजुरलाई मित्र सम्झेको छु। हजुरको लागि म के गरौँ भन्दाखेरिमा दुर्योधन भन्नुहुन्छ, आफ्नो 100 भाइमा 99वटा भाइहरू मर्ने, आफ्नो यो गति हुने, आफू मरेर आफूले हारेर आफ्नो भएर मलाई त्यस्तो पीडा केही परेको छैन। दुःखको कुरा त आफ्नो सारा 100 भाइ नै हामी मर्नुपर्ने, उता शत्रुका 5 भाइ, 5 भाइलाई कसैलाई केही नहुनु, यो त साह्रै दुःखको कुरा, साह्रै पीडाको कुरा भयो। हे मित्र, मलाई साँच्चै मित्र नै मानेका छौ भने म पञ्चपाण्डवहरूको मृत्यु हेरेर मर्न चाहन्छु, सक्छौ त पञ्चपाण्डवहरूलाई मार्न भनेर सोध्नुभयो दुर्योधनले। यदि हजुरको मन खुसी हुन्छ भने म पाण्डवहरूलाई मारेर तिनीहरूलाई शिर छेदन गरेर शिर लिएर आउनेछु भनेर गए। अस्वस्थतामा त्यही दिन भगवानलाई यो घटना हुन्छ भन्ने पहिल्यै ज्ञात थियो र पञ्चपाण्डवलाई अघिल्लो दिन नै भगवानले गङ्गाको तीरमा लिएर जानुभएको। त्यो दिन पञ्चपाण्डवका छोराहरू पाञ्चालहरू आफ्नो पिताजीहरूको ओछ्यानमा सुतिरहेको बेलामा रात्रिको समयमा अस्वस्थतामालाई पाञ्चालहरू सुतेको थाहा भएन। पाण्डवहरू नै हुन् भन्ने ठानेर चट्टाचट शिर गिडेर शिर लिएर गिड जति त्यहीँ छोडेर गए अस्वस्थतामा। त्यसै कारणले गर्दा अरूको कपडा, जुत्ता चप्पलहरू लाउनु हुँदैन, अरूको आसनमा बस्नु हुँदैन, अरूको ओछ्यानमा सुत्नु हुँदैन, सम्पूर्ण ग्रहदशा सरेको हुन्छ भन्ने प्रचलन रहेको छ। पाण्डवहरूको पनि पुत्रहरू पाण्डवहरू गङ्गा तीरमा गएको बेलामा आफ्नो पिताजीहरूको ओछ्यानमा गएर शयन कक्षमा गएर सुत्दाखेरि अस्वस्थतामाले पाण्डव सम्झेर काटेर शिर लिएर गए। अनि गइसकेपछि उता दुर्योधनलाई
सुरुवातमा ल मित्र मैले त पाण्डवहरूलाई चटाचट काटेर शिर ल्याइदिएको छु, अब हजुरलाई शान्तिसँगै साथ चाहन्छ होला लिनुहोस् भनेर हेरेको। पाण्डवहरू मरे रे भन्ने खबर सुन्ने बित्तिकै दुर्योधनलाई अत्याधिक खुसी भयो। साह्रै खुसीले साह्रै चमचम गर्न थाले दुर्योधनले। आहा मैले जे खोजेको थिएँ त्यही पाएँ, हाम्रो मात्र होइन शत्रुहरूलाई पनि केही छेदविच्छेद त भएकै छ भन्यो। पछि शिर लिएर यसो हेरेको कलिलो भर्खरका पाण्डवहरू त अलि बुढाबुढा पनि भइसकेका, छिप्पेको शिर हुनुपर्ने। यसो हेरेको पाञ्चालहरूको शिर ए होइन रहेछ, पाण्डवहरू भनेर पाञ्चालहरूलाई ल्याएको रहेछ। त्यसपछि दुर्योधनलाई हर्ष र शोक एकैचोटि पर्यो। हर्ष र शोक एकैसाथ नभई दुर्योधन नमर्ने हर्ष र शोक परेर दुर्योधनको मृत्यु भइहाल्यो। त्यसरी दुर्योधनको मृत्यु भयो। यता द्रौपदीले जब आफ्नो छोराहरू भोलिपल्ट बिहान भयो, पिताजीहरूको ओछ्यानमा गएर सुतेका छोराहरू, शिर छैन गिड मात्रै छ, साह्रै पीडा पर्यो। एउटा आमालाई आफ्नो सन्तानको त्यो अवस्था हुनु, सन्तान मर्नु, सन्तानको त्यो अवस्था हुनुभन्दा पीडाको शिर के हुन सक्छ। द्रौपदी चिच्याइन्, रोइन्, कराइन्। यसो विचार गरेर हेर्दाखेरिमा गुरुको पुत्रले अस्वस्थामाले शिर छेदन गरेर लगेको रहेछ। अब यसलाई म मारिदिन्छु, यो आतताईलाई बाँकी राख्न हुन्न भनेर भगवान् कृष्णलाई साथमा लिएर अर्जुन जानुभयो। अस्वस्थामालाई खोज्दै जाँदाखेरिमा अस्वस्थामा र अर्जुनको भीषण युद्ध भयो। ब्रह्मास्त्रको प्रहार पनि भयो। ब्रह्मास्त्रले सारा संसार दग्ध बनाउने देखिसकेपछि अनि भगवानको अनुरोधमा अर्जुनजीले ब्रह्मास्त्रलाई शान्त पार्नुभयो। तर अस्वस्थामालाई नआउने, अब मैले शान्त पार्न निस्तेज पार्न म जान्दिनँ, बरु दिशा बदलिदिन्छु भनेर पञ्च पाण्डवहरू यिनीहरू युद्धमा विजय भयो भनेर खुसी गरेर शङ्खनाद गर्दै हिँडिराखेका छन्। यिनीहरूको वंश म नाश गरिदिन्छु। अब छोराहरू त सबै युद्धमा मरिहाले, यी पाण्डवहरू पनि बुढेसकाल लागिसक्यो, यिनीहरू पनि धेरै बाँच्ने होइनन्। अब सन्तान चाहिँ यिनीहरूको उत्पादन हुन दिन हुँदैन, वंश फैलिन दिन हुँदैन भनेर उत्तराको गर्भ अर्जुनको बुहारीको गर्भमा जहाँ उनी गर्भवती थिइन् त्यही गर्भलाई लक्षित गरेर ब्रह्मास्त्र प्रहार गरे र पाण्डवहरूलाई पनि तीरहरूको प्रहार गरे। जब ब्रह्मास्त्रले उत्तराको गर्भमा पीडा दिन थाल्यो, त्यसपछि उत्तराले पुकार गर्न थालिन्। कुन्तीले भन्न लाग्नुभयो, अरू कसैलाई पुकार गरेर कसैलाई सम्झेर गुहार मागेर हुँदैन, भगवानको शरणमा जाऊ। भगवान श्रीकृष्णले बाहेक अरू कसैले पनि तिमीलाई रक्षा गर्न सक्नुहुन्न, जाऊ तिमी भगवान श्रीकृष्णकै चरणमा जाऊ, भगवानसँग नै कामना गर भनेर पठाउनु भयो। यसरी उत्तराले भगवानको पुकार गरिसकेपछि भगवानले उत्तराको गर्भभित्र प्रवेश गरेर ब्रह्मास्त्रको तेजलाई शान्त पारेर गर्भमा नै बालकको रक्षा गर्नुभयो र पाण्डवहरूतिर तिर्सिएको बाणलाई पनि निस्तेज पार्नुभयो। यता अब यो आतताईलाई, यो अपराधीलाई यत्तिकै छाड्न हुँदैन, यसलाई मार्नुपर्छ, यसलाई दण्ड दिनुपर्छ भनेर अस्वस्थामालाई बन्धनमा पारेर अर्जुनजीले ल्याउनु भएको थियो। पहिला त आफ्नो पुत्रहरू मार्ने, अस्वस्थामालाई मार्नै पर्छ भन्ने लागिरहेको थियो द्रौपदीलाई पनि। तर जब त्यसरी निन्यौरो मुख लगाएर अस्वस्थामा आएको देख्नुभयो, आफ्नो हालत र गुरुआमाको हालत सम्झिनुभयो। म मेरो पुत्रहरूको शोकले यति बिनी पीडामा परिरहेको छु, त्यही पीडा गुरुआमालाई पर्यो भने कस्तो होला। फेरि यी अस्वस्थामा गुरुको छवि पनि मैले देखिरहेको छु। हे अर्जुन नमार्नुहोस् भन्नुभयो, युधिष्ठिरले नमार्नुहोस् भन्ने। भीमहरूले फेरि यस्तो अपराधीलाई, यस्तो आतताईलाई त्यसै छोड्न हुन्न, यसलाई त मार्नै पर्छ भन्ने। उता भगवान् कृष्णले पनि घुमाउरो पाराले, कटाक्ष पाराले कुरा गर्ने। एकमा ब्राह्मण, यो ब्राह्मणलाई मार्नु हुँदैन, ब्राह्मणलाई मारेको ब्रह्महत्या लाग्छ, अर्को आतताईलाई छोड्नु पनि हुँदैन। दुई तरिकाबाट भगवानले कुरा गर्नु भइसकेपछि ब्राह्मणको मृत्यु भनेको स्थानको हानि, धन खोसिनु, आफ्नो स्थान हानि हुनु अथवा केश मुण्डन हुनु, सबैले त्याग्नु भनेको ब्राह्मणको मृत्यु सरह हो भनेर भगवान् कृष्णको प्रेरणामा अर्जुनले केश मुण्डन गरेर शिरको मणि झिकेर अस्वस्थामालाई देश निकाला गरिदिनु भयो र यसरी उनको कुकर्मको फल पनि दिनुभयो। त्यसपछि दिनहरू व्यतीत हुँदै हुँदै गए। महाभारतको युद्ध गराएर पाण्डवहरूलाई विजय गराएर भगवान् कृष्ण हस्तिनापुरमा नै हुनुहुन्थ्यो। अलिकति यसो विचार गरेको पाण्डवहरूमा जितको घमण्ड चढ्न थालेको। एक दिन युधिष्ठिरले भन्नुभयो,
भगवान श्रीकृष्णको परमात्माको प्रभुको प्रतापले आज हामीले यत्रो महान युद्धमा विजय हासिल गऱ्यौँ। प्रभुको प्रतापले यो राज्य फेरि मिल्यो। भगवान नभइदिएको भए यो असम्भव नै थिएन। हामीलाई भगवानले हरेक कुरामा रक्षा गर्नुभयो भनेर भनिसकेपछि अर्जुनलाई र भीमलाई अलिकति घमण्ड, हाम्रो दाइ कति बेकुब हाम्रो दाइ, कस्तो अर्काको मात्रै गुणगान गाउने हाम्रो दाइ, भगवानले कृष्णले यसो गरे भन्ने त्यसो गरे भन्ने, हामी महारथी भएर सारा वीरहरूलाई मार्ने, रथी महारथीलाई मार्ने, हामी बाण चलाउने, हामी गदा चलाउने, हामी भाला चलाउने, हामी युद्ध गर्ने, हामी रथीलाई जस नदिएर सारथी, कृष्ण त सारथी मात्रै त हुन् नि, अर्जुनको रथ मात्रै डोर्याएर हिँडेका हुन् सारथीलाई भन्ने। भनिसकेपछि ल अब अर्जुनमा र भीममा पनि घमण्ड भरिएको रहेछ। यो घमण्डलाई पनि सत्यतालाई पनि उजागर गर्नुपर्छ भन्ने लागेर भगवानले अब आफूले मैले गरे भनेर आफ्नो कुरा गर्न भएन, प्रश्न पार्ने कसरी के छ उपाय खोजी गर्नुभयो र भन्न लाग्नुभयो। बाबु हो, बाणको सयमा सुत्नुभएका पितामह भीष्मको अब जाने बेला भयो। शुभ समयको प्रतीक्षामा हुनुहुन्छ र शुभ समय आउने बित्तिकै उहाँले यो धराधामलाई छोडेर जानुहुन्छ। अन्त्यको समय आइसक्यो, ल जाम हिँड, गङ्गाको तीरमा पल्टिरहनु भएको छ, भेटघाट गर्न पर्यो भनेर लिएर जानुभयो। र गइसकेपछि उता युधिष्ठिरलाई पनि मनमा निकै ठुलो शोक पर्यो। सारा दाजुभाइ ज्वाइँहरूलाई मारेर, बहिनीहरूलाई भाउजू बुहारीहरूलाई विधवा बनाएर, बालकहरूलाई टुरो बनाएर यो कस्तो राज्य मैले लिएँ हे भगवान, मैले किन यस्तो गरेँ, यो पापले हामी कहाँ जाने होला। युधिष्ठिरको पनि मनमा खेद प्रकट भइरहेको। अर्जुन र भीममा भएको घमण्डलाई पनि निस्तेज गर्नुपर्ने अवस्था रहिरहेको। त्यसमा भगवानले लिएर जानुभयो भीष्म पितामह बाणको सयमा सुतिरहनु भएको ठाउँमा। र भीष्म पितामहले विभिन्न किसिमका सवाल र जवाफहरू धर्म संस्थाको स्थापना गर्नको लागि यो संसारमा जन्मिसकेपछि माया मोह र बसमा परेर हुँदैन, आफ्नो कर्तव्यलाई पुरा गर्नैपर्छ बाबु हो भनेर विभिन्न किसिमका उपदेश दिएर युधिष्ठिरलाई दान धर्मान राजधर्मान मोक्ष धर्मान विभागसह स्त्री धर्मान भगवत धर्मान समा सव्यासयोगतः, दान धर्मको बारेमा, राजधर्मको बारेमा, मोक्ष धर्मको बारेमा, स्त्री धर्म भगवत धर्मको बारेमा विभिन्न किसिमका उपदेशहरू गरेर अब मनलाई शान्त पार बाबु, यसरी विचलित भएर बस्नभन्दा राज्यलाई राम्रोसँग पालन गर है मेरो राजा भनेर अनि सबै पाण्डवहरूलाई सम्झाएर बुझाएर बाबु हो यो पापको भागीदार हामी हुन्छौँ कि हामीले गरे भनेर पिर मान्न पर्दैन, हामीहरू तिमीहरू त निमित्त मात्र हो, यो जे जति भयो सबै गर्ने र गराउने उनी भगवान हुन्, उनी श्रीकृष्ण हुन् भनिसकेपछि बल्ल अर्जुनको र भीमको पनि मन बुझ्यो, चित्त बुझ्यो। दाइले पनि त्यसै भन्नुहुन्थ्यो, हजुरबाले पनि त्यसै भन्नुहुन्छ, हो रहेछ क्यारे जस्तो पनि लाग्यो युधिष्ठिरलाई र भीमलाई। युधिष्ठिरले र भीष्म पितामहको कुरा सुनिसकेपछि अनि बल्ल अर्जुनको र भीमको मनमा उज्यालो भयो, मन बुझ्यो। नातिहरूलाई सम्झाएर विभिन्न धर्महरूको बारेमा अगाडि उपदेशहरू गरिसकेपछि अन्तमा एकदमै खुसी भएर भीष्म पितामहले भन्नुभयो, बाबु हो पिर नगर, सुर्ता नगर, तिमीहरूलाई त थाहा छ कि छैन कुनै, जसलाई तिमीहरूले दूत बनाएर सन्देश पठायौ, मामाको छोरा भनेर सामान्य व्यवहारहरू गर्यौ, जुठो पनि खुवायौ, सँगै सुत्यौ, उठ्यौ, विभिन्न कामहरू लगायौ, आरोपहरू पनि लगायौ, त्यस्ता महान मामाको छोरा मात्रै भनेको होला, उहाँ त तिनै लोकको अधिपति स्वयं साक्षात् नारायण नै होइबक्सन्छ भनेर जानकारी गरिदिनु भयो र भगवानलाई अनुरोध गर्नुभयो, हे भगवान मैले यो जिन्दगीमा राम्रा नराम्रा सत असत कति कर्म गर्न सकेँ होला, कति ठाउँमा मेरो कर्तव्यले मलाई छेक्यो होला, मैले सारा जिन्दगी आफ्नो धर्म ब्रह्मचार्य धर्म पालन गरेर बिताएँ होला, दिएका वचनहरू पुरा गर्ने क्रममा मैले अधर्मको बाटो पनि रोज्न पर्यो होला, त्यसमा मलाई क्षमा राख्न पर्यो हजुरले, र मैले हजुरलाई अर्पण गर्नको लागि एउटा पुत्री रूपी कोसेली अर्पण गर्दछु, यसलाई हजुरले पानी ग्रहण गर्न पर्यो, स्वीकार गर्न पर्यो भनेर भीष्म पितामहले भगवानलाई पुष्पका गुच्छाहरू अब अन्तिममा जाने बेलामा मसँग हजुरलाई चढाउनेहरू केही छैन भगवान भनेर भगवानको चरणमा पुष्पका गुच्छाहरू शब्दका गुच्छाहरू अर्पण गर्न थाल्नुभयो। इतिमतिरूपकल्पिता वितिष्ठा भगवती सात्वत पुंगवे विभुम्नि
उपकल्पिता वितृष्णा भगवती सात्वत पुंगवे विभुम्नि स्वसुखमुपगते क्वचिद् विहर्तुं प्रकृतिमुपे युष्येद् भव प्रवाह त्रिभुवनगमनं तमालवर्णं रविकरगौरवराम्बरं दधाने वपुरलककुलां